नमस्कार। म हजुरहरूको प्यारी जुनेली जुना मगर। आयो तपाईहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। अनि म चाहिँ धेरै लामो समयपछि भिडियो लिएर आएको छु। पहिलाको जुनेली च्यानल अब हजुरहरूलाई थाहा छँदैछ। मेरो जुनेली च्यानलमा चाहिँ के समस्या आएको कारणले गर्दाखेरि त्यो च्यानल खै के भएर आफै उड्यो। अनि त्यसपछि मैले चाहिँ अर्को न्यू च्यानल खोलेको थिएँ यो। अनि मैले चाहिँ लगभग 8 महिना अगाडि एउटा भिडियो राखेको थिएँ। अनि त्यो च्यानल खोलिसकेपछि चाहिँ म बिरामी भएँ। त्यति उस भिडियोहरू ल्याउन पाइनँ। अब चाहिँ म कन्टिन्यू ल्याउँछु भन्ने आशाले पहिला जसरी जुनेली भ्लगलाई माया गरिदिनु भएको थियो, फेरि त्यही नामबाट मैले चाहिँ मेरो न्यू च्यानल खोल्न लागेको। सबैले पहिले जसरी माया गरिदिनु भएको थियो त्यस्तै गरी माया गरिदिनु होला। आज चाहिँ स्पेसल म चाहिँ चटपटी बनाउन लागेको। घरमा त कोही छैन, म एक्लै हो। बाबु चाहिँ खेल्न गएको छ। फाइनली गाइजहरू म चाहिँ आज मैले अघि नै भनिसकेको छु हैन, म चाहिँ आज चटपटी बनाउन लागेको। चटपटीको अब सामानहरू चाहिँ धेरै पाएन, अलिअलि लिएर थोरै आफूले घरै खाने त हो भनेर चाहिँ मैले चाहिँ चटपटीको केही सामानहरू लिएर अब बनाउन लागेको हैन। फेरि आज कस्तो पानी परेर है, बाहिर उज्यालोमा बनाउनु भनेको पानी परेर भित्र कोठामा बनाउँदैछु। हेर्दै गर्नु होला, हेर्नु कस्तो बन्छ। फाइनली गाइजहरू मैले चाहिँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ मैले कुकरमा बनाउन लागेको। यतातिर देख्न सक्नुहुन्छ यो चना, प्याज, हरियो खुर्सानी, हरियो धनियाँ। अनि म चाहिँ स्पेसल अरू केही हाल्दिनँ है। खुर्सानी र उसको धुलो चाहिँ यहीँनिर छ, यहाँ तल छ। अनि त्यसपछि यहाँ छ भुजा। अनि यता चाउचाउ छ, दुईवटा चाउचाउ। यो पन्ने चाहिँ यहाँनिर यसरी चलाउनलाई गराएको। अनि उता चाहिँ हाम्रो राजा हुनुहुन्छ। हेलो हेलो, के छ खबर? ठिक छ। खाना लाग्यो? मिठो लाग्छ? ल म बनाउँछु। अनि मैले चाहिँ यो भुजा चाहिँ हालिसकेको छु। अब चाहिँ चाउचाउ हाल्दैछु यसरी। अनि त्यसपछि यहाँ पनि हाल्दैछु, चाउचाउ हालेँ। त्यसपछि मैले यो हाल्दैछु, देख्न सक्नुहुन्छ काँक्रा चाहिँ मलाई एकदम मनपर्छ क्या, काँक्रा हालेँ। अनि त्यसपछि यो मैले चाहिँ यहाँ धुलो सबै हालिसकेँ। अब चाहिँ हेर्नु न, गर्दा गर्दै बत्ती गयो। अनि त्यही भएर बत्ती आएन। अनि त्यसपछि मैले यस्तै बनाउँदैछु, देख्न सक्नुहुन्छ। अनि खाउ लागेको छैन हजुरहरूलाई। म चाहिँ कलर हाल्दिनँ के, कलर चाहिँ मन पर्दैन मलाई, त्यही भएर सुक्खा नै मनपर्छ। अनि त्यही भएर यसरी गराउनु लाग्यो। अब चटपटी रेडी भइसकेको छ। म त्यस्तो सबै कुरा हालेर त गराएको छैन, अलिअलि घरमा खानलाई हो। बाहिर एकदम ठुलो पानी परिरहेको छ कि, अनि त्यही भएर गर्नुपर्छ। अनि यता बाबुलाई पनि झिक्दिएँ पिरो बिना, त्यसरी बस्दै हुनुहुन्छ। यहाँ चाहिँ भद्रकाली छ। अब चाहिँ म चाहिँ खाएको देखाउँछु कस्तो बनेको छ, चाख्नु पर्यो होइन। अब चाहिँ म यस्तै हाल्न लागेको। हेर्दै खाउँ देखिरहेछ, तर त्यो लाइटको कमीले गर्दाखेरि होला त्यति साह्रो हुने देखेको छैन। यति खान्छु अहिले चाहिँ। यो चाहिँ भाइहरूलाई हो, अनि आफू चाहिँ यति खानु पर्यो होइन त। फाइनली म चाहिँ अब चटपटी रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। अब चाहिँ म चटपटी खान्छु, कस्तो रहेछ है त। अनि खाएर भन्छु त।
कस्तो मिठो भएको छ क्या, कस्तो मिठो भएको रहेछ। म त खासै केही सामानहरू खासै थिएन, घरमै बनाएको त्यो काँक्रा र चाउचाउ अनि भुजा चाहिँ बाहिरबाट ल्याएको। मिठो भएछ। पसिना देख्न सक्नुहुन्छ यहाँनिर। क्यामेरा त्यति साह्रो छैन कि मेरो, क्लियरै आउँदैन, त्यही भएर त्यो गर्नु गरी पर्यो। पसिना जस्तो बाहिर बनाएको चटपटे मलाई खाए जस्तै हुँदैन। घरमै आफैले बनाउनु पर्यो, मिठो होस् नमिठो होस् आफूले बनाउनु पर्छ क्या। बाहिर बनाएको जस्तो मिठै लाग्दैन। साउन्ड चाहिँ एकदम डिस्टर्ब आएर होला, नरिसाउनु होला। के गर्नु, आज पानी परेर अब टिनको घरमा त्यस्तै त हुन्छ। चटपट खायो यति छ। बाबु पानीले त दिएको फिनिस भयो मेरो त। कस्तो पिरो भएछ, मिठो लाग्यो मलाई त। आफूले बनाएको आफैले मिठो लाग्छ। त्यति क्लियरसँग त आएन। सबैजनाले अब धेरै भएको थियो मैले चाहिँ भिडियो बनाउन छोडेको। सबैले माया गरिदिनु होला। पहिला जुनेली सिरियललाई जसरी माया गरिदिनु भएको थियो, जुनेली सिरियलको च्यानललाई, जुनेली युट्युब च्यानललाई चाहिँ सिरियल आउँछ कि मलाई त कस्तो दिन लाग्ने। सिरियल खेलिरहेको त्यही जुनेली सिरियल भनेर पहिला प्रचार गरिरहेको, त्यही भएर त्यो आइरहेको थियो। मलाई चाहिँ पसिना आयो, त्यही भएर सबैजनाले मेरो युट्युब च्यानललाई सबैजनाले माया गरिदिनु होला। पहिला जुनेली युट्युब च्यानललाई जसरी माया गरिदिनु भएको थियो, जुनेली ब्लगलाई, त्यसै गरेर यो च्यानललाई पनि त्यसै गरेर माया गरिदिनु होला। तपाईँहरूको साथ सपोर्टको एकदम खाँचो छ क्या मलाई। त्यसैले हजुरहरूको साथ सपोर्ट नभए त म अगाडि बढ्न सक्दिनँ। पहिला पनि हजुरकै साथ सपोर्टको कारणले गर्दाखेरि अगाडि बढ्न सफल भएको थिएँ। बिचमा अब त्यस्तै समस्या भएको कारणले गर्दाखेरि मैले भिडियोहरू ल्याउन सकिनँ। यो मेरो नयाँ युट्युब च्यानल हो। सबैजनाले एकदम रिक्वेस्ट गर्छु, विदेशमा देश विदेशमा हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई माया गरिदिनु हुनेछ भन्ने पक्कै आशा राखेको छु। जहाँ हुनुहुन्छ स्वस्थ रहनु, व्यस्त रहनु, यति भन्न चाहे। अनि लास्टमा चाहिँ के भन्छु भन्दा, जुनेली अब भर्खर नयाँ भन्दा पनि 7-8 महिना अगाडि खोलेको भए पनि मैले भिडियो चाहिँ धेरै राखेको छैन। फर्स्ट भिडियो 8 महिना अगाडि राखेको छु। अनि अब सेकेन्ड भिडियो यो हो। अनि सबैजनाले नाम सर्च गरेर नआउन पनि सक्छ। त्यसैले जुनेली ब्लग, जुनेली अफिसियल, जुनेली ब्लग चाहिँ हान्दा पनि नाम चाहिँ आउँछ। मेरै फोटो छ, देख्न सक्नुहुन्छ भन्दै आजको चटपटी त्यति राम्रो त भएन, तर मेरो लागि चाहिँ एकदम राम्रो भयो, मिठो थियो। अब देख्दाखेरि कस्तो देखियो होला सेतै, अब म त केही पनि राखेको थिइनँ। ओके, थ्याङ्क यू सो मच। सबैजनाले मेरो च्यानललाई माया गरिदिनु होला। बाई बाई। अब डेली भिडियो आउनेछ, सम्पूर्णले मलाई माया गरिदिनु हुनेछ भन्ने पक्कै पनि आशा छ। भन्दै नमस्ते।